नखाइकन कसरी मिठो छ भन्नुभयो। टमाटरको फर्स्ट बाइट म त मिठो भएछ। नलजाउनु न, मिठो नभएको भए कम्प्लेन गर्नुहुन्थ्यो मलाई। हैन के पनिसमेन्ट भन्दै के? Subscribe to my channel. Hello everyone. Hi. Welcome back to our new mukbang video साथीहरु। सो आज चाहिँ फेरि बुढाबुढी, फेरि भन्दा पनि आज चाहिँ बुढाबुढी मुकबाङ भिडियो लिएर आएको छौं। आई होप सबैजनाले हेरेर इन्जोय गर्नुहुनेछ। सो आज हाम्रो खानामा छ राइस, स्पिनच हैन, अनि यो चाहिँ टमाटरको अचार बनाएको मैले, अनि यो चाहिँ फेरि मटन करी हो, अनि यहाँनेर दाल छ, अनि यहाँनेर एक्स्ट्रा सलाड्सहरु छ, अनि हाम्रो चाहिँ पानी छ। सो अहिले बजेको छ 1। हामीहरु चाहिँ खाना पकाउँदा ढिलो भयो साथीहरु। सो एकदमै भोक लागेछ। सो हामी दुईजना चाहिँ खाना खान स्टार्ट गर्छौं। रेडी छौं। खाना मिठो छ, हामी खाना खाएर इन्जोय गर्छौं। तपाईहरुले चाहिँ हेरेर इन्जोय गर्नु है त। खाना नखाइकन कसरी मिठो छ भन्नुभयो। टेस्ट गरेको के? ल अब हामी चाहिँ ढिलो नगरिकन खाना स्टार्ट गर्छौं साथीहरु। सो हाम्रो मुकबाङ हेरेर इन्जोय गर्नु होला। सो अब हामी चाहिँ लेट्स गेट स्टार्टेड। एकदम भोक लागेको छ। पहिला दाल राखिदिन्छु, पहिला म यो राखिदिन्छु ल। बाय यहाँ अहिले एकैचोटिमा राखिदिन्छु। यहाँ स्पेस ठाउँ सानो भयो कि क्या हो प्लेटमा, के हो र गाइस? हाम्रो प्लेट सानो भएको हो कि के हो र? म त धेरै खान्न मासु। त्यस टमाटरको चटनी, काकुरा दाल राख्ने ठाउँ पनि भएन नि बुढा। ल दाल राखेर खानु। सलाद दाल राखिदिउँ। म खान्छु है त। ल साथीहरु, म चाहिँ अब स्टार्ट गरेँ ल। चेस हुन्छ चेस हुन्छ बुढाबुढीको। खै हाल्नु न पहिला दाल। ल चेस खै। ल चेस। फर्स्ट बाइट ल। कस्तो भोक लाग्थ्यो। यम्मी। एकदम मिठो भा गाइस। मिठो नि बाल यम्मी। मासु झन् यस्तो मिठो भएको छ। दाल राखेर खानु न। म त मिठो भएछ। भोक लागेर हो कि साँच्चैको मिठै पकाएको हो कि मैले?
कस्तो मिठो भएको साथीहरू खानु न बुढा खानु लास्किन बाबा मासु राख्छु ल खानु के नलजाउनु न तिमी हाल खाऊ न म त खाइहाल्छु नि ग्रेभी राख्दिउँ ल भोक लागेर हो कि के हामी त बोल्दै नबोली हामी बुढा बोली आएन मिठो भएर के खाना खाना नमिठो भयो भए कम्प्लेन हुन्थ्यो बोलिन्थ्यो मिठो भएर छर्नै मन लाग्यो मिठो नभएको भए कम्प्लेन गर्नुहुन्थ्यो मलाई होइन मतलब यस्तो भएछ उस्तो भएछ हुन्थ्यो कि ल म फर्स्ट भएँ बुढा तपाईँ हार्नु भएको नि म हारेँ पनिसमेन्ट गर्ने अब ल ग्रेभी चाहिँ भयो पनिसमेन्ट गर्ने ल के पनिसमेन्ट भनेदेखि भाँडा तपाईँले माझ्ने ल यो चाहिँ पार्ट अफ जोक साथीहरू मेरो बुढाले चाहिँ भाँडा पनि माझ्नुहुन्छ खाना पकाउनुहुन्छ सबै काम गर्नुहुन्छ यो चाहिँ यतिकै रमाइलो गरेर मात्र भनेको यतिकै मजाक गर्दैछु ल पनिसमेन्ट नभए नि माझ्नुहुन्छ गर्नुहुन्छ होइन मैले त भयो म त अगाएँ तब आउनु भयो खाना पुगेन खाना ल्याइदिउँ पुग्यो मैले चाहिँ अलिक छिटो खान्छु क्या साथीहरूमा चाहिँ अलिक बिस्तारै चपाई खानुहुन्छ नि त सो मेरो बुढा चाहिँ खाँदै नै गर्नुहुन्छ
अब मैले त सिधाइसकेँ म के हेरेर बस्ने होइन सो म चाहिँ भिडियो इन गर्छु होइन बुढा इन गरिदिउँ सो हामी चाहिँ भिडियो इन गर्छौँ साथीहरू आई होप हाम्रो मुखबाङ हेरेर तपाईँहरूले इन्जोय गर्नुभयो होला सो नेक्स्ट भिडियोसम्मको लागि चाहिँ अहिलेलाई चाहिँ हजुरलाई म बाई भन्न चाहन्छु थ्याङ्क यू फर वाचिङ आवर मुखबाङ भिडियो बाई बाई